ल नम्बर 1, मास्टरलाई कहिल्यै आउटसाइन नगर्नुहोस्। तपाईँ मेहनती हुनुहुन्छ, दिमाग पनि तेज छ, तर किन तपाईँभन्दा कम सक्षम मानिस अगाडि बढिरहेका छन्? सायद तपाईँ एउटा लुकेका नियम तोड्दै हुनुहुन्छ। मास्टरलाई कहिल्यै आउटसाइन नगर्नुहोस्। यो नियम आएको हो प्रसिद्ध पुस्तक द 48 ल अफ पावरबाट। नेपालमा धेरै मानिसहरूले एउटै ठुलो गल्ती गर्छन्। हामी सोच्छौँ म त धेरै क्यापेबल छु, म नै सबैभन्दा राम्रो देखिनुपर्छ, तर वास्तविकता अलि फरक हुन्छ। अफिसमा बोसलाई च्यालेन्ज गरिन्छ, सिनियरलाई सिधै गलत भनिन्छ, आफ्नो ट्यालेन्ट देखाउन खोज्दा रिलेसनसिप बिगारिन्छ। त्यसपछि के हुन्छ? प्रमोसन रोकिन्छ, अपर्च्युनिटी गुम्छ, मानिसहरू सपोर्ट गर्न छाड्छन्। धेरै नेपाली युवाहरू यही कारणले पछाडि परिरहेका छन्। स्किल छ, मेहनत छ, तर पावरको खेल कसरी चल्छ भन्ने बुझेको छैन भने जीवनमा कहिलेकाहीँ केवल राम्रो हुनु मात्र काफी हुँदैन। बुद्धिमानी तरिकाले व्यवहार गर्नु पनि जरुरी हुन्छ। ल नम्बर 1ले के भन्छ? आफूभन्दा माथि भएका व्यक्तिलाई सानो महसुस गराउने गरी आफूलाई प्रस्तुत नगर्नु। यो मास्टरको अर्थ के हो? बोस, टिचर, सिनियर, लिडर वा तपाईँभन्दा माथि पोजिसनमा भएका व्यक्ति, मानिसहरूको एउटै स्वभाव हुन्छ। उनीहरू आफ्नो पोजिसन सुरक्षित राख्न चाहन्छन्। यदि कसैलाई यस्तो लाग्यो कि यो व्यक्ति मलाई नै रिप्लेस गर्न सक्छ, त्यसपछि उनीहरू तपाईँलाई रोक्न पनि सक्छन्। त्यसैले यो रुलको मुख्य अर्थ हो, तपाईँ क्यापेबल बन्नुहोस् तर नम्र देखिनुहोस्। तपाईँ ट्यालेन्टेड बन्नुहोस् तर रेस्पेक्ट देखाउनुहोस्। तपाईँ अगाडि बढ्नुहोस् तर इगोको टकराव नहोस्। यही नै पावरको रणनीति हो। अब एउटा रिलेटेबल कथा सुनौ। मानौ काठमाडौँमा एउटा कम्पनी छ। त्यहाँ 2 जना कर्मचारी काम गर्छन्, रमेश र अमन। अमन निकै प्रतिभाशाली छ, उसको काम पनि उत्कृष्ट हुन्छ। एक दिन मिटिङमा अमनले बोसलाई भन्यो, यो प्लान राम्रो छैन, मेरो प्लान राम्रो छ। मिटिङ पछि वातावरण अलि असहज भयो। बोसलाई लाग्यो रेस्पेक्ट होइन च्यालेन्ज गर्दैछ अमनले। केही समयपछि प्रमोसन आयो। सबैले सोचे अमनले पाउँछ, तर प्रमोसन कसले पायो? रमेशले। किनकि रमेश यस्तो भन्थ्यो, सर तपाईँको आइडिया राम्रो छ, यदि हामी यसलाई अझ राम्रो बनायौँ भने यस्तो गर्न सकिन्छ। अब फरक बुझ्नुभयो? अमन बुद्धिमान थियो, रमेश समझदार थियो। नेपालका धेरै बिजनेस, अफिस र प्रोजेक्टहरूमा यस्तै हुन्छ। अब कलेजको इक्जाम्पल लिउँ। टिचरले एउटा टपिक एक्सप्लेन गर्दै हुनुहुन्छ। तपाईँलाई त्यो टपिक अझ राम्रोसँग थाहा छ। यदि तपाईँ यस्तो भन्नुभयो, सर तपाईँ गलत हुनुहुन्छ, टिचरलाई नराम्रो लाग्न सक्छ। तर यदि तपाईँ यस्तो भन्नुभयो, सर मैले त एउटा अर्को जानकारी पनि पढेको थिएँ, सेयर गर्न मिल्छ, अब के हुन्छ? टिचर खुसी हुन्छ, तपाईँ इन्टेलिजेन्ट पनि देखिनुहुन्छ, रिलेसनसिप पनि राम्रो हुन्छ। यही नै हो स्मार्ट तरिका। पावरको खेलमा एउटा ठुलो सत्य छ। मानिसहरू 3 कुरा चाहन्छन्: सम्मान, महत्त्व र नियन्त्रण। यदि तपाईँले कसैको इगोलाई चोट पुर्याउनु भयो भने उनीहरू तपाईँको विपक्षमा जान सक्छन्। तर यदि तपाईँले कसैलाई सम्मान दिनुभयो भने उनीहरू तपाईँको साथमा आउन सक्छन्। यही कारणले धेरै सफल मानिसहरू सधैँ टकराव गर्ने भन्दा रणनीति प्रयोग गर्छन्। अब प्र्याक्टिकल कुरा गरौँ। तपाईँ आफ्नो जीवनमा यो नियम कसरी प्रयोग गर्न सक्नुहुन्छ? सम्मान देखाउनुहोस्। तपाईँभन्दा माथि भएका व्यक्तिलाई सधैँ सम्मान दिनुहोस्। सिरिए बाँध्नुहोस्। काम राम्रो भयो भने भन्नुहोस्, हामी सबैको प्रयासले सम्भव भयो। अहङ्कारको टकरावबाट टाढा रहनुहोस्। सबैलाई हराएर जित्न खोज्नु भन्दा सही समय कुर्नु राम्रो हुन्छ।
बोल्ने शैली सुधार्नुहोस्। सधैँ विरोध गर्नुभन्दा सुझाव दिने तरिका अपनाउनुहोस्। शान्त रूपमा अगाडि बढ्नुहोस्। स्किल बढाउनुहोस्। काम राम्रो गर्नुहोस्, तर अनावश्यक प्रतिस्पर्धा नगर्नुहोस्। यही स्ट्र्याटेजीले दीर्घकालीन सफलता दिन्छ। तर याद राख्नुहोस्, यो नियमको अर्थ यस्तो होइन कि तपाईँ डराउनु पर्छ। आफ्नो आत्मसम्मान पनि राख्नुहोस्। रणनीति अपनाउनुहोस्, तर आफूलाई कमजोर नबनाउनुहोस्। अब मलाई कमेन्टमा भन्नुहोस् कि तपाईँ जीवनमा कहिले यस्तो भएको छ जहाँ तपाईँ दक्ष भएर पनि मौका पाउनु भएन। म तपाईँको कमेन्ट पढ्नेछु। सायद तपाईँको स्टोरी अर्को भिडियोमा सेयर पनि हुन सक्छ। आज हामीले बुझ्यौँ ल नम्बर 1, मास्टरलाई कहिल्यै आउटसाइन नगर्नुहोस्। थ्याङ्क यू सो मच।